बिचरा निर्दोष भुन्टीलाई उनले गर्दै नगरेको गल्तीको सजाय दिलाउने श्रेया र जेरीलाई सजाय दिलाउन सुकुमाया आइसकेकी छन्। भुन्टीलाई दुःख दिन खोज्ने श्रेया र जेरीलाई उनीहरूले गरेको गल्तीको सजाय दिलाउन सुकुमाया गाउँदेखि आइसकेकी छन्, जसकारण अब आउने समयमा श्रेया र जेरीले कानुनी सजाय पाउन सक्ने सम्भावना बढिसकेको थियो। यता भूपेन्द्रको दाइ अर्थात् भुवनले पनि पछिल्लो समय श्रेया र जेरीकै कारणले गर्दा भुन्टीले आफ्नो घर छाडेको कुरा थाहा पाइसकेका थिए, जसकारण भुवनले पनि श्रेया र जेरीलाई उनीहरूले गरेको गल्तीको सजाय दिलाउने कुरा पक्का भइसकेको थियो। तसर्थ भुन्टीको जीवनमा सङ्कट ल्याउन खोज्ने श्रेया र जेरीलाई नै पछिल्लो समय चारैतर्फबाट सङ्कटले घेरिसकेको छ। भुन्टीलाई दुःख दिन खोज्ने श्रेया र जेरीले नै अब आउने समयमा एकदमै धेरै दुःख पाउने कुरा पक्का भइसकेको छ। यता पछिल्लो समय भुन्टीले आफ्नो श्रीमान भूपेन्द्र र उनको घरलाई सधैँको निम्ति त्यागिसकेपछि अब आउने समयमा भुन्टी र मास्टरको विवाह हुन सक्ने सम्भावना बढिसकेको छ। भुन्टीको दाइ टोकलेले पनि पछिल्लो समय मास्टरको असल व्यवहार र इमान्दारिता देखिसकेपछि अब आउने समयमा आफ्नी बहिनी भुन्टीसँग मास्टरको विवाह गराउने विषयमा सोचिसकेका छन्। र यता मास्टर अर्थात् भद्रले पनि पछिल्लो समय भुन्टी सामु आफ्नो माया व्यक्त भने गरिसकेका थिए, जसकारण अब आउने समयमा भुन्टी र मास्टरको सम्बन्ध राम्रो भएर उनीहरूको विवाह हुन सक्ने कुरा पनि देखिसकेको थियो। यदि तपाईहरूले पनि अब आउने समयमा भुन्टी र मास्टरको विवाह भएको हेर्न चाहनुहुन्छ भने कमेन्टमा भुन्टी लेखी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न पक्कै पनि नभुल्नुहोला।